तल्लो तलामा बसेर आमा बत्ती काटिराख्नु भएको थियो। माथिल्लो तलामा छोरा बुहारीले गरेको कुराकानी आमाले प्रष्ट सुनिरहनु भएको हुन्छ। अनि छोरा बुहारीको कुराकानी कस्तो थियो? बुहारीले छोरालाई श्रीमानलाई भनेको आमाले सुन्नुहुन्छ, तिम्री आमा सधैँ घरमा बसिरहने अनि म चाहिँ सधैँ तिम्री आमालाई कुरेर बसिरहने, मैले मेरो जीवन जिउन पर्दैन। श्रीमानलाई प्रश्न गर्छिन् श्रीमतीले, त्यो तल आमाले सुन्छिन् बुहारीले गरेको आफ्नो छोरालाई प्रश्न। अनि छोराले भन्छ, श्रीमानले भन्छ, के गरौँ त मैले, भन न के गरौँ? श्रीमतीले भन्छिन्, केही समय केही वर्ष तिम्री आमालाई वृद्धाश्रममा लगेर राखिदिए हुन्न र? छोराले अलि चर्को आवाजमा भन्छ, के कुरा गरेको यस्तो तिमीले? जसले मलाई जन्माउनु भयो, यो धरतीमा ल्याउनु भयो, 9 महिना गर्भमा राखेर प्रसव पीडा सहेर, ती आमालाई मैले कुन मुखले वृद्धाश्रम जाउँ भन्ने, यस्तो पनि कुरा गर्ने तिमीले? त्यसपछि श्रीमतीले भन्छन्, त्यसो हो भने घर व्यवहार सम्हाल्नु, छोराछोरी सम्हाल्नु, म हिँडे। एकछिनपछि फेरि श्रीमानले श्रीमतीलाई सम्झाउँदै भन्छ, के कुरा गरेको यस्तो? आवेगमा नआऊ, ठिकै छ नि त, म आमाको मुड हेरेर आमासँग कुरा गरौँला। तल आमाले त्यो कुरा सुनिराख्नु भएको हुन्छ। जाडो महिना थियो, मङ्सिर पुसको महिना, आमा पिँढीमा बसेर बत्ती काटिराख्नु भएको हुन्छ। अनि आमाको छेउमा गएर छोराले हात समाउँदै भन्छ, आमा खाना खानुभयो? आमालाई राम्रोसँग थाहा छ छोरो किन नजिक आएको छ, हात समाउँदैछ। अनि आमाले नै कुरालाई सजिलो बनाइदिनका लागि भन्नुहुन्छ, मैले खाएँ बाबु, तिमीहरूले खायौ त? छोराले मैले खाएँ भन्छ। अनि आमाले नै भन्नुहुन्छ, बुहारी र तिमी सधैँ गनगन झगडा कचकच गरेको सुन्छु, केही तिमीहरूलाई आर्थिक समस्या छ कि? यदि आर्थिक समस्या छ भने बरु मेरा केही गहनाहरू छन्, लगेर बेच्नु, समस्याको समाधान गर्नु बाबु। छोराले भन्छ, त्यसो होइन आमा, त्यसो होइन। आमाले भन्नुहुन्छ, कसो हो त बाबु, कसो हो? फेरि छोराले आमातिर हेर्दै भन्छ, आमा सधैँ तपाईँ घरमा बसिरहँदा बुहारीले बाहिरको संसार देख्न पाइन भनेकी छन्। हुन पनि हो, मेरो मात्रै कमाइले घर व्यवहार चलाउन गाह्रो छ आमा, छोराछोरीको फी महँगो छ, घर भाडा पनि महँगो छ। केही वर्ष तपाईँ घरभन्दा बाहिर गएर बसिदिनु भयो भने बुहारीले पनि बाहिरको संसार देख्न पाउँथिन्, उनीले पनि काम गर्न पाउँथिन्, मलाई पनि सजिलो हुन्थ्यो आमा। आमाले त्यति कुरा सुनिसकेपछि छोरातिर हेर्दै भन्छन्, यति जाबो कुरामा पनि यति धेरै सङ्कोच गर्नुपर्ने त? मलाई भनेको भए भइहाल्थ्यो नि, हुन्छ नि भनेर